हेलो आज न्यू इयर पार्टी ढिलै भए पनि गर्न लागिरहेछौँ हाम्रो प्रज्वलित युथ फेलोसिपहरू मिलेर। अनि यहाँ हामी के हुँदैछ त्यो म यो भिडियोमा अटाउने कोसिस गर्नेछु, हेरेर साथ दिनु होला। भाइ हुनुहुन्छ अभिषेक। यहाँ चाहिँ हाम्रो स्पेसल नेपाल टप 1 5 स्टार्स सेफ हाम्रो पास्टर मिसनरी पास्टर ज्याक पाउल हुनुहुन्छ। उहाँले आज हामीलाई यस्तो स्पेसल बनाएर खुवाउनुहुन्छ। यो धन्यवादको शब्दै पुग्दैन, शब्द पुग्दैन यो दाइलाई भन्यो भने। जे होस्, हामीले यस्ता मान्छेहरू पनि हामीले पाएका छौँ। के हो कि होइन दाइ भन्नु त? कुरा त्यही त हो नि, मेन त्यही हो, शब्दै छैन। पातलो काट्नु बाक्लो भयो प्याज छ। त्यो मैले बाहिर लाउँदैछु, बाहिर गएर हाम्रो यस्तो यो रस स्पेसल रस, त्यहाँ हाम्रो अनि यहाँ अचारको लागि पुरा गाजर। यता हाम्रो सहयोगी किचन मास्टरहरू हुनुहुन्छ। यो चाहिँ स्पेसल के को लागि रह्यो? सलादको लागि स्पेसल सलाद। अनि यहाँ साथ दिँदै हुनुहुन्छ हाम्रो ज्योति थापा। चाउमिन खालको अहिले सबैको सही हुने नयाँ सलाद हो यो। अरूको लागि पुरानै हुन्छ, तर हाम्रो लागि नयाँ सलाद। खाएको जस्तो गरेन ल शीतललाई। खानु त म खाने हो। यो भयो सो टेस्टी। आगे बाजू तक डाले तयार हुँदैछ।
ढुङ्गाले रमाइलो चाहेर आज चारैतिर क्रिसमसको धुनले किन 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 मनायो मेरो समछली नाच्नु झै नाच्छ काटेर मनाउँछ झै समछली नाच्नु झै नाच्छ नाचेर मनाउँछ झै हो नाचेर मनाउँछ झै रमाइलो चाहेर आज चारैतिर क्रिसमसको ढुङ्गाले हो 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 ला 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 हो 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 ला 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 रमाइलो चाहेर आज चारैतिर क्रिसमसको ढुङ्गाले खेला गर्दै भनिदे जस केटा म्युजिसियन हुन्छ होला पक्का छ दशाय सधैँ संसारको कस्तो भयो चिसो भयो झन् जो रमाइलो भएन है यहाँ चिसोको भएन है भयो एकदम म अर्कोचोटि इन्भाइट गर्छु हजुर नआउने मैले इन्भाइट गर्दा नआउने तपाईँले इन्भाइट गर्दा झन् किन नआउनु इन्भाइट गर्ने आइएम वेटिङ इन्भाइट गर्ने कस्तो भयो समग्रमा नराम्रो भन्न नि पाइयो राम्रो छ नराम्रो 8 आउट अफ 10 नराम्रो कस्तो लाग्यो अलमासु त यहाँ छ नि त कस्तो भयो यो अरूले नखाएर तपाईँले खानुभएको यो हो अरूले नखाएर तपाईँले बोक्नु भएको यो कसले चिन्छ त के प्रमाण छ बुढाबुढी भनेर भाइ एउटा हड्डी ल्याउनु न क्या हो यो भाई साहब अरे बाप रे क्या कैसे कैसे बात करते हैं अरे हमारा तो उधर क्या है पोक पोक बिरयानी हो रहा है इधर कुछ भी के भन्नु हेर अर्काको सामु खानु लाज लागेर प्लास्टिकमा प्याक गरेको तिमीले धेरै मिठो पकाएछ के धेरै मिठो
अँध्यारोमा कालो धेरै साथ दिनुभएकोमा धन्यवाद बाई बाई